ल तपाईँ गएको विदेशको चक्लेट खान नपाइन म गएको विदेशको चक्लेट है ल ल ल यो यस्तो भएको थियो क्या अघि उता यहाँबाट चाहिँ पिकअप गर्नुपर्ने ल अहिले चाहिँ टाइम हेर्न सक्नुहुन्छ कति बज्यो भने होइन 7 बजेर चाहिँ 30 मिनटको अनि पानी चाहिँ बवाली नै पर्यो अनि अब चाहिँ म राइड नगर्ने अनि मैले प्लस पठाउमा 400 रुपियाँको क्वेस्ट पनि कम्प्लिट गरिसकेको छु होइन अनि कति कमाएँ भने चाहिँ मैले कति कमाएँ हेलो हेलो छाता अलिक सानो भयो है छाता अलिक सानो भयो है यहाँ चक्लेट दिन्छु चक्लेट खाने हो ए लौ छिराउ के हो नाम तिम्रो बाई बाई अब बाई बाई अब चक्लेट बनाउनु बाई बाई रे हेलो नमस्ते तपाईहरु सबैजनालाई स्वागत छ आजको मेरो न्यू ब्लगमा होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु अनि आज पनि न्यू डे न्यू ब्लग हैन अनि अहिले चाहिँ टाइम 11 बजेर चाहिँ 42 मिनेट गइसकेको छ म बिहानै निस्किनु पर्ने मान्छे अलिकति मौसम हेर्दाखेरि चाहिँ पानी पर्छ जस्तो लागिरहेको थियो क्या अनि त्यही भएर चाहिँ ननिस्केको अब यस्तो पाराले चाहिँ हुँदैन भनेर सोचेर चाहिँ अब एकछिन भए नि काम गर्नु पर्यो भनेर चाहिँ म निस्किसकेको छु हैन अनि अब मलाई जहाँसम्म लाग्छ म निस्किने बित्तिकै पानी पर्छ जस्तो मलाई लागिरहेको क्या अब बिहानभरि पानी पर्ला र होस् जाँदिनँ भनेर बसेको अब अहिले फेरि ठ्याक्कै मौसम हेर्दा पानी पर्ला जस्तो भइसकेको छ ल ठिकै छ अब पानी पर्यो भने पनि पुरै व्यवस्थाको साथ हिँडेको छु यता नि रेनकोट लगाएको छु यता फुल दुई डबल रेनकोट बोकेर हिँडेको छु अनि पानी परिसक्यो अनि अब मोबाइल भित्र भनेर मोबाइललाई पनि पुरै सेफ्टी गरिसकेको छु हैन अनि त्यही भएर चाहिँ अब कन्टिन्यू काम गर्नु पर्यो होस् यस्तो अल्छी पाराले होला जस्तो मलाई लागेन त्यही भएर अब म काममा निस्किएको छु हैन अनि मेरो फर्स्ट राइड भनेको चाहिँ सायद असुन जानुपर्ने राइड एसे भए जस्तो लाग्थ्यो 220 को अनि अब फर्स्ट राइड यहाँबाट सुरु हुन्छ अनि अब कन्टिन्यू राइड गर्छु अब जस्तै पानी परोस् मतलब भएन भिडियो चाहिँ अब अलिकति पानी पर्यो भने चाहिँ अब गोप्रो बचाउनु पनि हुन्छ त्यही भएर भिडियो चाहिँ म रेकर्ड गर्दिनँ होला पानी पर्यो भने चाहिँ हैन सकेसम्म अब राइड चाहिँ गर्ने हो अनि टन्न पैसा कमाउने अनि बेलुका घर फर्किने हो ल ठिकै छ फर्स्ट राइड लिन जाँदैछु हैन भिडियो चाहिँ कन्टिन्यू हेरिदिनु होला है त ल फर्स्ट राइड त यतै देखा छ यहाँ हो क्या हो रहेछ त चित्र पुऱ्याउने मान्छे जस्तो लाग्थ्यो हो बस तपाईको कपाल बचाउनु कपाल बचाउनु पानी पर्ला जस्तो छ रेनकोट त छ तर सिंगल भन्ने हो क्या डबलै छ ओहो कस्तो राम्रो बनाएछ त यहाँ त काठको पुरै लास्टै अल्छी लाग्छ मलाई गल्लीमा चलाउनु त टुखामा घर भएको मान्छेलाई इन्डियामा पैसा सकिन्छ भने चिन्ता लाग्छ र रेन्ट आउँछ होला मेरो घरमा रेन्ट लिएर बस्दैन नि सातजना परिवार छ सातजना घर दिन्छ हाम्रो त दिनभरि जति कमाउनुहुन्छ खानालाई बस्नलाई लाउनलाई ठिक कसले हाम्रो कसले कमाउनुहुन्छ बाबाले मात्र ए के गर्नुहुन्छ र बाबा आर्किटेक्ट हो ए आइटी हजुर ए बाबाले आउने रहेछ यस्तो हो नि आउन त आउने त्यो बिचमा ग्याप हुन्छ नि त लेगाइ मात्र आउने वर्षको यसरी आउने ती सेभिङ गरेर गर्यो न तपाईँ त फ्ल्याप्पै सिधै हो सिधै हो तपाईँ नि गर्नुहुन्छ होला त जब पहिला त्यही पेन्टिङहरू सेल गर्थेँ अहिले नगरेको भनौँ किन नि कलेजको कामले नभ्याएको अहिले डेमा पढेको छ कलेज मर्निङमा थियो अहिले डेमा भएन नभ्याएको 56 रुपियाँको राइड आउँछ यार उठाउनु कि नउठाउनु हौ सिधै हो यो बिचको बाटो लेफ्ट साइड पुग्यो कतिजना आउँछ जस्तो लाग्छ तर धेरैजना कन्फ्युज हुने रहेछ कुन बाटो यो बाटो
ए होइन होइन कन्फ्युज भयो होइन कुन बाटो भनेर सोधेको मात्र हो तपाईँलाई मैले अनि तर अरूसँग जब इन्टरभ्यूमा आउँछु नि कतिजना हेरेछु त्यो साइडमा रोकिदिनुहोस् कुरिलो रहेछ नि त अगाडि च्याउ 195 भयो हस् थ्याङ्क यू ए धन्यवाद धन्यवाद ल मैले चाहिँ के भनेको थिएँ मैले बिर्सेँ हजुर कहाँनिर हुनुहुन्छ ए म ए ल ल देखेँ ल मेरो फर्स्ट राइड सकिने बित्तिकै सेकेन्ड राइड पनि आइहाल्यो अनि सेकेन्ड राइड पनि मैले प्यासेन्जर भेटि नै हालेँ है त जानु पनि आरबी कम्प्लेक्स रहेछ ल जानु जानु अनि पानी सिम 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 पर्न थालिसकेको छ मलाई थाहा थियो कि म राइडमा निस्केपछि पानी पर्छ भन्ने कुरो बस्नु हजुर गएर यहाँ हो नि के ल्याउने यहाँबाट चाहिँ ए ल ठिकै छ हजुर ल म पुगिहालेँ है त 56 भनेपछि 56-57 रुपियाँ भनेपछि 60 दुने 120 रुपियाँ कमाएँ ल मैले यो राइडबाट अब आरबी कम्प्लेक्स कताबाट जाऊँ त यताबाट गए पनि हुन त हुन्छ होइन यताबाट अलिक भिड हुन्छ बरु होइन होइन त्यही भएर त्यत्रो किन घुम्नु त होइन फेरि भिड छ क्या लास्टै यो गल्ली लास्टै भिड लाग्छ हौ मलाई त अनि मैले राइड चाहिँ स्टार्ट गरिनँ किनभने चाहिँ अब म त्यहाँ आरबीमा पुग्दा पुग्दै राइड आयो भने फेरि मैले राइड एसेप्ट गर्नुपर्ने हुन्छ नि त बरु म यहीँ आएर अब राइड एकैचोटि फिनिस हान्छु उठ्ने त्यति नै हो पैसा अनि त्यही भएर चाहिँ मैले राइड फिनिस स्टार्ट गरिनँ है त आरबी कम्प्लेक्स त आइपुगेँ म यो त्यही म आरबी कम्प्लेक्सनिर आइपुग्यो यो गेटमै छु है छिर्ने गेटनिर को यार यहीँ छ त जित बहादुर किसिम यो मान्छे अझै विदेश गएको होइन अरे कता हुनुहुन्छ कता हुनुहुन्छ यतै यतै यता है तपाईँ त बाहिर जानु भएन र अनि एयरपोर्टमै छिरे जस्तो लाग्यो हजुर हजुर हुन्छ हस् यसो हेर्छु त ल म तपाईँ त बाहिर जानु भइसक्यो भनेको त म गएँ राइट आइसक्यो ठिक छ अनि म त तपाईँ अनि जानुभयो होला भनेर आएको नि त ल तपाईँ गएको विदेशको चक्लेट खान नपाइन म गएको विदेशको चक्लेट है ल ल ल ल भाइ ल गएको होइन म यो यस्तो भएको थियो क्या अघि उता यहाँबाट चाहिँ पिकअप गर्नु पनि उहाँले चाहिँ नजानेर जहाँ थियो त्यहीँनिरबाट पिकअप गरेर अनि अब फेरि त्यहीँ लगिदिनु लाग्यो उहीँ हो 60 रुपियाँ राइड हो ल ल भाइ ल होइन राइड छ अहिले त हुँदैन ल पछि ल ल ल भाइ उहाँ त बाहिर जानु भन्थ्यो अस्ति न होइन अनि म त जानु भइसक्यो होला भनेर भनेको थिएँ अनि यसो लोकेसन हेर्थ्यो त ल म आफै सरप्राइज भइदिएर ग्रुपले गर्दा भेटिन्छ मान्छे
आयो नगरपालिका उठायो बाइक उठायो कुनको बाइक उठायो कुनको उठायो झन्डै उठाइँदैन रहेछ यता पनि बाँचेछ सोल्टीहरू बाँचेछ है सोल्टीहरू बाँचेछ र मैले चाहिँ त्यहाँको गल्लीको बाटो नलिएर चाहिँ म यता हाइवेबाटै छिरेको होइन अनि अब म यो राइड पनि अब यहाँनिर स्टार्ट पनि गरिदिन्छु अनि फिनिस पनि गरिदिन्छु भनेको चाहिँ अब म अनलाइन पनि बस्छु भन्न खोजेँ है भनेपछि 57 रुपियाँ उठेको रहेछ अब पाउँछ होला नि 120 रुपियाँ त अब कति दिन्छ भन्ने कुरो हो 120 दिए त ठिकै छ त्योभन्दा कम दियो भने चाहिँ होइन हुँदैन भन्नुपर्छ होइन र दुईवटा राइड कम्प्लिट भइसकेको छ सायद अब यो राइड पछि चाहिँ म अब तपाईँहरूलाई देखाउँदिनँ होला किनभने गोप्रोमा पानी यो माइकमा पानी छिरेपछि चाहिँ कस्तो हुन्छ नि साउन्ड एकदम ट्यार आउँछ क्या त्यो पुरै बिग्रिन्छ अनि त्यही भएर चाहिँ अब म रेकर्ड गर्दिनँ यो राइड पछि अब म यहाँबाट लेफ्ट साइड जान्छु राइडा यो 271 रुपियाँको ओ साइड लाइटवाला छ हेरै ला यहाँ त छिर्न दिँदैन त झन् धेरै जान्ने भएर आएको त होइन छिर्न दिन्छ ओहो मान्छे पनि नजिकै रहेछ बाला डिस्टर्ब भयो 120 भयो अङ्कल हस् धन्यवाद नोबेल ब्याङ्कको तल होइन नोबेल ब्याङ्क भनेपछि त्यहाँनिर त्यहाँ ल ठिकै छ अब म चाहिँ रेकर्ड गरिदिनु है त पानी पर्यो पछि एकैचोटि पछि देखाउँछु ल भक्तपुरको म त्यो राइड सकिसकेपछि चाहिँ मेरो कति दिने 126 रुपियाँको चाहिँ राइड आएको छ होइन अनि कस्तो छ नि म कुन ठाउँमा छु नि मलाई नै थाहा छैन कि यत्रो टाढा आएको छु क्या यो राइड लिन अनि प्लस फेरि यो राइड सकाइसकेपछि चाहिँ फेरि त्यो जुन मैले किताब बोकेर आएको थिएँ त्यही राइड चाहिँ फेरि मैले कहाँनिर पुऱ्याउनु पर्ने रे छाउनी पुऱ्याइदिनु पर्ने भनेको छ जस फाइदा त फाइदा हुन्छ तर त्यो चाहिँ अफलाइन हुन्छ किनभने 400 जति आउँछ होला म सायद त्यो राइडमा चाहिँ र यो राइड लिन चाहिँ म यहाँ धेरै नै माथि आएको छु र हाम्रो प्यासेन्जर भनेको कहाँनिर हुनुहुन्छ खै कति टाढा हो लिन आउने 3 किलोमिटर थियो यहाँबाट राइट निस्केर बसे त हुन्थ्यो निस्केर बसेको छैन फिक्स यता फोन गर्नु पर्यो छ्यालमा बसेर हेलो भन्दैछ ननिस्केर हेलो छाता अलिक सानो भयो है छाता अलिक सानो भयो है म हान्दिम यहाँ आऊ न यहाँ हान्दिम यहाँ नि यहाँ चक्लेट दिन्छु चक्लेट खाने हो गाई चक्लेट चाहिँ दिनु पर्यो यार ए ल छिटो के हो नाम तिम्रो बाई बाई अब चक्लेट बन्नु चाहिँ बाई बाई रे स्याल रहेछ बस कति टाढा रहेछ यहाँ त तपाईँ जहाँ लाग्नु भयो त्यतैबाट आएको यता यो एनआइएमबिएम ब्याङ्क रहेछ नि त त्यहाँबाट आएको ल म त नजिकै देखाएको जस्तो लाग्छ टाढा रहेछ हजुर जम्मा 3 किलोमिटर त थियो नजिकै हो जम्मा 3 किलोमिटर थियो नजिकै हो भने के कस्तो चलाएको यार यताबाट आएको थियो म त म्यापले त्यही बाटो देखायो के ठाउँ भन्छ यसलाई सेतो पार्टी ल मेरो चाहिँ यो जुन 350 को यो अफलाइन सँगसँगै इन्ड्राइभ पठाउमा मेरो कति 257 रुपियाँको राइड पनि एससे भएको छ मैले चाहिँ रुट हालेको थिएँ ठ्याक्कै डल्लुसम्म जाने राइड लाग्यो भनेपछि त धेरै राम्रो भयो मलाई हैन अब म चाहिँ यो राइड पनि लिन जाँदैछु
अनि हाम्रो राइड भनेको चाहिँ यहाँबाट जाने है त यहाँबाट देखाइरहेछ होइन यता लेफ्ट च्याप्ने भएपछि त अलिकति साइड च्यापेर आउनु नि यार कस्तरी चलाउँछौ एउटै राइडबाट करिब 500 550 भन्दा माथि नै कमाइ भयो अब त्यो 3.5 चाहिँ यो 600 रुपियाँ कमाइ भयो भनौँ न राइड आएर अब राइड चाहिँ सकेसम्म छिटो छिटो सकाउनुपर्छ किनकि सामान पनि अलिक हतार छ भन्दै थियो तर त्यहाँ बिचमा आएको मान्छेले चाहिँ बिचमा नि मैले त्यो सामानमा फोटो लिएँ होइन त्यो सामान लिने मान्छेले चाहिँ लिएर जाँदा हुन्छ केही हुँदैन भाइ ढुक्क जाऊ भन्ने भनेको छ त्यही भएर यसो रुट हालेको त ठ्याक्कै बजिरहेको फाइदा भयो मलाई फाइदा है त तपाईँ होइन हजुर बस्नु दादाको नम्बर आइयो तपाईँको त्यो सल समात्नु ल हुन्छ दाइ बटार चाहिँ यहाँ ल हुन्छ दाइ भयो दाइ होइन कहिले सकिन्छ यो काठमाडौँमा आन्दोलन गर्ने काम सब तराईतिरको मान्छे छ त यो फेरि के को आन्दोलन हो पढौँ न यसो खोइ छैन त कहाँनिर हो यहाँबाट भित्र कता हो यहीँ हो 265 भएछ ल यो लिनु त 30 रुपियाँ 105 रुपियाँ आउँछ लिनु लस अब कताको डेलिभरी थियो यो राइड कहाँनिर रे छाउने ट्री हाउस सामान कहाँ राख्यो 6 मिनट लाग्दो रहेछ ल यहाँबाट चाहिँ यो सामान पुऱ्याउनु चाहिँ 6 मिनट लाग्दो रहेछ होइन अब चाहिँ यो सामान पुऱ्याउनु गइहालौँ फर्स्ट अफ अल अनि त्यसपछि अनि फेरि रुट हटाएर अनि फेरि कन्टिन्यू काम है त पाटन ढोका आइपुग्यो तर कस्तो जाम हो यहाँ त कतिको राइड हो 120 110 को रहेछ ल अहिले हामी यता खोइ त्यता देखायो म्यापले रहेछ केजिएच साइड राइड बल राइट है त अब यहाँबाट राइट जाम ओइ कसरी रोकेर मरेको हौ ऊ राइड आयो मलाई थाहा थियो कुमारी क्लब भन्ने चाहिँ कहाँको राइड हो यो राइड चाहिँ म फिनिस गरिदिन्छु ओहो यहीँ लग्यो 115 भएछ ल हेर्नु न 113 रुपियाँ भयो ल 113 नै दिनु रहेछ भाइ कि 10 दिन कि 15 दिन न हेलो हजुर कहाँनिर हुनुहुन्छ ए हुन्छ हस् ल म आइहालेँ हस् म आएँ हस् 2 रुपियाँलाई के कचकच गर्नु होइन दे छोड्यो हाम्रो राइड भनेको चाहिँ आइसकेको छ होइन अनि हामीले कति कमाइ थाहा छ 1000 11 12 13 14 15 16 17 70 75
1775 कमाइसकेको छ है। अनि अहिले राइट फेरि लागिसकेको छ नि मेरोमा, फेरि गफ भनेको होइन साँच्चीकै हो राइट लागेको छ है मेरो। भनेपछि यताबाट जानुपर्ने छ। इसमें तेरा घाटा मेरा कुछ नहीं जाता भने जस्तो पनि त यता यता है त। ल अहिले चाहिँ टाइम हेर्न सक्नुहुन्छ कति बज्यो भने होइन 7 बजेर चाहिँ 30 मिनटको। अनि पानी चाहिँ बवाली नै पर्यो। अनि अब चाहिँ म राइड नगर्ने। अनि मैले प्लस पठाउमा 400 रुपियाँको क्वेस्ट पनि कम्प्लिट गरिसकेको छु होइन। अनि कति कमाएँ भने चाहिँ मैले कति कमाएँ भने चाहिँ मैले 19वटा राइड 20वटा राइड कतिवटा हो 19वटा राइड चाहिँ कम्प्लिट गरिसकेको रहेछ। अनि अब लास्टमा म स्क्रिनसट पनि हालिदिन्छु होइन। पैसा चाहिँ म गनेर देखाउँदिनँ। पैसा चाहिँ मैले योभन्दा अलिकति बेसी नै कमाएको छु, किनभने चाहिँ अफलाइन पनि गरेको छु नि त। अनि रिटर्न राइड पनि गरेको छु। अनि अब पानी परेको कारणले गर्दा चाहिँ मैले राइड नगर्ने भन्ने निदो गरेँ। अनि प्लस म अब बस्ने यहाँ टोखा हो नि त। अनि अहिले म सामोको सिनिर छु। अनि त्यही भएर चाहिँ अब म घरै जान्छु, यो पानीमा भिजेर बस्दिनँ। मलाई थाहा थियो कि बेलुका खत्रै पानी पर्छ जस्तो लाग्यो, त्यो रेनकोट सेनकोट त लिएर आएको थिएँ होइन। अनि तर बवाली भिजिरहेको छ क्या। अनि अब फर्स्ट अफ अल होम रुट हाल्छु, घरतिरको राइड होइन लिएर जान्छु। अनि अब आजको भिडियो चाहिँ यस्तै भयो होइन। अनि तपाईँलाई भिडियो कस्तो लाग्यो के लाग्यो प्लिज कमेन्ट गरिदिनु होला। र भोलि पनि न्यू डे न्यू भ्लग लिएर आउँछु। आजलाई यति नै, हस् त, थ्याङ्क यू एन्ड बाई बाई।